सो यसरी पनि हेलो नमस्ते सबैजना वेलकम ब्याक टु माई च्यानल। आई हजुर सबैजना आराममा सन्चै हुन्छ अनि म पनि एकदम आराममा ठिकठाक नै छु। अनि साथीहरू सबैजनालाई ह्याप्पी न्यू इयर 2026 को। अनि मैले चाहिँ धेरै समयपछि भ्लग गर्दैछु अनि त्यस पछाडि म चाहिँ बोल्न अलि अत्मकिरहेको छु कि यहाँ बिर्सिसकेको जस्तो छु। अनि पछि अब हामी चाहिँ आज घुम्न जान लागेको न्यू इयरमा। अनि त्यस पछाडि अनि चाहिँ बहिनी पोखराबाट आएको थिइन् अनि बहिनीसँग चाहिँ घुम्न जाँदैछु। अनि यो ब्याग चाहिँ मेरो साथीले मलाई बर्थडेमा दिएको गिफ्ट हो। अनि त्यसपछि हामी चाहिँ 1 बजी घुम्न जाँदैछौँ। यहाँबाट कता कता जानु थाहा छैन। हेलो हामी 3जना छौँ नि ल। सो गाइस चाहिँ हो हामी चाहिँ कता कता जान्छौँ। हाम्रो भ्लग चाहिँ हेर्दै गर्नु होला। भ्लगमा लास्ट चाहिँ अल्छी लाग्यो तर पनि म आज चाहिँ अल्छी नमानिकन गर्छु। हो तिमी नगर्नु लाग्यो अनि भ्यू चाहिँ आउँदैन के कोही कोही आफ्नै तालमा छन्। छोरी माग्दै हिँडे हो कि घुम्न हिँड्यो नि थाहा छैन कोटसोट लगाएर। यस्तो जाडो भयो। ओ माई गड पोखरामा यस्तो जाडो छैन। म बस्दिनँ पोखरा जाँदाखेरि गर्मी भएर मन लाग्थेँ अहिले चरा महिनामा परि चाहिँ। सो त्यही हो गाइज हामी चाहिँ भ्लगहरू हेर्दै गर्नु होला। हामी त्यहाँबाट गाडी साडी अटो के पाइन्छ सबै चढ्नुपर्छ। माइक्रो ल म भ्लग हेर्दै गर्नु होला। गाइज हामी चाहिँ यहाँबाट सुन्दार जाँदैछौँ अनि त्यस पछाडि के देख्या अनि मस्त जाम छ होइन। अब हामीलाई चाहिँ पुग्न पुग्न चाहिँ टाइम लाग्छ। अहिले चाहिँ 2 बजिसक्यो अनि त्यस पछाडि अब कता कता गइन्छ थाहा छैन। कतै जानु भ्याउँदैन आज एक ठाउँमा मात्रै जाने हो। सो गाइज हामी चाहिँ फाइनली फन पार्क पनि पुगिसकेको छौँ। अनि त्यस पछाडि अघिको टेम्पो चाहिँ फन पार्क हुँदै सुन्दार जाँदो रहेछ कि अनि हामीलाई चाहिँ थाहा भएन नि त। अनि त्यसपछि हामी चाहिँ फन पार्कमा झऱ्यौँ सुन्दारसम्म हामी पुग्नु परेन। सो त्यही हो अब यहाँ चाहिँ मस्त घुम्नुपर्छ। हिँडिरहेको छौँ हामी। कति धेरै मान्छे हो सबैलाई न्यु इयर लागे जस्तो छ। यहाँ चाहिँ कपालहरू टन्नै छन् अनि हामी चाहिँ बिना कपाल हिँडिरहेको छौँ। यहाँनिर पनि यस्तो राम्रो राम्रो छ। अनि त्यसपछि उसलाई चाहिँ डुङ्गा चढ्न मन छ अरे कि अनि त्यस पछाडि चढ्ने होइन क्या डुङ्गा खेल्न मन छ अरे। अनि त्यो डुङ्गा खेल्ने इच्छा चाहिँ आज पुरा गर्नेछौँ। तर लास्ट डर लाग्छ। साइडको डुङ्गा त त्यति बित्ति डर लाग्ने हुँदैन यस्तोवाला भनेको के। ल ल मस्त घुम्ने हो गाइस। हामी चाहिँ हाम्रो चाहिँ यहाँ बेला बेलामा भिडियो भएको छ कि छैन हेर्ने मान्छे हो। छोरी माग्न आएको जस्तो देखिरहेछ आज नाइकी राम्रो त क्या त्यतिकै यो त बच्चाहरूको लागि उयो पिङ्दै कस्तो राम्रो छ तर यो ठाउँ चल्लेको ल। फाइनल्ली अब यहाँ खेल्ने ठाउँ आइसकेका छौँ। सबैजना न्यु इयरमा सबैजना घुम्न आएको रहेछन् होइन। अब हामी पनि त्योवाला खेल्नेवाला छौँ। गाइज 360 भन्ने हेर्नु न। यो त खेल्नै सक्दिनँ होला। यही खेल्ने हो यो त साथीहरू पैसा दिन्छु खेल भयो नि हामी खेल्न सक्दैन। हामी चाहिँ उयोवाला खेल्छौँ कि डुङ्गावाला चाहिँ खेल्छौँ तर 360 नेभर माथि नलग्दोलाई चाहिँ यसले नि उयो खेल्नु नि त्यस भाइ माथि लान्छ। गाइज यो खासै माथि गएन अरे यो पुरै माथि गयो होइन। अनि तर यसलाई चाहिँ त्यो खेल्नु मन लागेन अरे कि 360। हामी टिकटहरू काट्छौँ कि उयो खेल्ने यो त केही रमाइलो हुँदैन। तर यो यसमा सेफ्टी पनि छैन है। डर पनि लाग्दैन के यो त के डर यतिकै घुमाउने त हो यो त झन्। तर कस्तो राम्रो ठाउँ छ यार बस्नु ओर्नको लागि। चल तर टिकटहरू काटौँ। माथि उतापट्टि ल उतापट्टि जाने के यतापट्टि यतापट्टि बस्नु भएको यस्तोवाला गर्ने कालो देखा त कस्तो काल देखियो अलिक माथि गर्नु त। फाइनली गाइस स्टार्ट भयो। यस्तो डर लाग्छ नि यस्ता मान्छेहरू छन्।
त्रिस के अरे नाच्नेमा फिर्ता चाहियो हामीलाई पैसा चाहियो गेम सक्यो पैसा चाहियो ल त्यो पैसा अर्को ठाउँमा खेल्नु पर्छ फेरि यो डर लाग्यो हामीलाई बनाउन मलाई यस्तो तल त्यसो हो नि त्यही हो चलायो भने यता जाँदा डर लाग्दैन कि सिङ्ग हुने क्या अलिकति तर मलाई त्यस्तो धेरै खासै डर लाग्छ भएन किनभने तिनजना भयो नि त मलाई डर लाग्यो त्यस्तो डर लाग्यो होइन कि सिरिङ सिरिङ हुने क्या तल मन है मान्छे कस्तो कस्तो हुन्छ त्यसले त हो डर गाइस हामी 360 खेलौँ कि नखेलौँ धेरै कन्फ्युजमा पऱ्यौँ हामी दुईजना चाहिँ खेल्ने भनेर सोचिरहेको छौँ मिसा खनाल चाहिँ खेल्दैन किनभने उसको म प्रब्लम पनि छ मुटु पनि छैन म थाहा भइसकेको छ अघि डुङ्गा हेर्दा थाहा भइसकेको थियो मुटु छैन अघि डुङ्गा हेर्दा पनि डराइरहेको थियो तर हामी यस्तो मजाले भ्लगर गराएको थियौँ अनि 360 चाहिँ अब तल जाने माथि जाने उल्टाउने पल्टाउने गर्छ सकिन्छ कि सकिँदैन थाहा छैन अब अहिले पछि कसरी छ एकदम थाहा होइन खेल्ने हो के गर्ने अलिअलि त छ गाइज मलाई पिसा बाहिर चाहिँ यति पिसा खेलेर पो खेल्नु पर्छ क्या के भन्छ है खेल्ने भएपछि टिकट ल्याउनु सुरु हुन लाग्यो अब भगवान् हामीलाई बचाउनुहोस् यो यहाँनिर यस्तो छ अहिले यो माथि उल्टाइ पल्टाइ भएर यस्तो पुग्छ हामी चाहिँ यो खेल्नेछौँ अनि यदि बाँचेर आएछौँ भने फेरि भेटौँ ल मलाई आएछ भने तिमीलाई के भन्नु चाहनुहुन्छ राम्रोसँग आऊ बोकेर लानु नपर्ने दुईजनालाई त्यही हो गाई चाहिँ सकिन्छ कि सकिँदैन आएन कसम यो त गइसकि ओइ बाई समाइदिन्छ जाऊ छिटो छेउ बस् ल यो रेडी भयो डर हुँदैन हामी पनि सेफ्टी छौँ त्यही हेर न डराइरहेको छ अब लगन मिल्यो भने गर्छौँ नत्र भनेदेखि चाहिँ हाम्रो भिडियो हेर्दै गर्नु होला यो फोन चाहिँ ब्यागमा राख्छु फोन झन् चान्स एकदम धेरै छ भगवान् हामीलाई बचाइदिनु है हामी त्यो खेलेर भ्यायौँ होइन मलाई चाहिँ कस्तो भएको भने थाहा थियो त्यस्तो हुन्छ भने तर पनि मैले अब हिम्मत गरेर खेलेँ त्यही भएर म डर लाग्छ फिल भएन मैले भगवान्को नाम पनि लिइरहेको थिएँ तर यो त्यही छ त्यही छैन के सामग्री रहेछ होइन यसले डर गरेर खेल्यो नि त मैले ल खेलाउँ त भने दुईजना गएको के भन्छ म सिटबाट खसेँ म पातलो भएर खसेँ भन्छ कोही म पातलो भइरहेको छु भन्छ अनि माथिको रोक्छ नि जान्छ सुन माथिको रोक्छ नि त त्यसमा के भन्छ यो मुर्दाले रोक्दैन ए मुर्दा रोक्न मलाई भइसक्यो भन्छ है अनि म चाहिँ भन्दाखेरि अब सबैजना अलिक हल्का मोटो छ नि त पातलो भएर सिटबाट यस्तो भइसक्यो के यसले जुन ठाउँमा सामान पैसा खस्न लागेको थिएन कि माथि यस्तोमा राखेको फेरि जस्तो भइरहेको थियो कि त्यही हो तर गरेर छोड्यौँ मुटुमाथि एकदम हुन्छ नि तर माथि चढाइ फिल भएन तर मैले सब्जी गरेँ त्यसले त मम्मी भन्नु मम्मी रोक्दैन यो मुर्दाले किन रोक्दैन भन्छ है अनि अर्को डाइट हुन्छ अगाडि भयो रोक्छ यही स्टप गर्ने भन्छ कस्तो हुँदैन तर माथि यस्तो भयो बाँचेर सफल भयो फेरि भेट्यौँ ब्लग फेरि हेर्दै गर्नु होला भानु फर्किन लागेको छौँ अनि हामी चाहिँ फोटो पनि खिच्दैछौँ अब यसको फोटो खिचेर ल खोइ कहाँ पुग्यो अर्को
के गरे फर्किसकेको छौँ त फन पार्कबाट अनि त्यसपछि अब चाहिँ हामी यहाँ असनको बजारमा छौँ मैले बोलेको सानो भरि चाहिँ म ठुलो सरी बोल्दैछु हामी चाहिँ असन बजारमा छौँ अनि अब हामी चाहिँ यहाँबाट सट्ट खाजा खान जान्छौँ अनि खाजा खाएर हामी जान्छौँ बसन्तपुर अनि यो चाहिँ असन एकदम बिजी ठाउँ हो त्यही भएर यो चाहिँ एकदम क्राउडेड ठाउँ यो चाहिँ एकदम व्यापारी केन्द्र हाम्रो भ्लगमा कसरी के बोलेको थाहा छैन अनि यहाँ चाहिँ अब भिडियोहरू बनाउन खासै उयो छैन के मिल्दैन होइन अलि चर्को आवाज चाहिँ बोल्नुपर्छ चर्को आवाज चाहिँ बोल्दा मान्छेहरू सुन्छन् कि त्यही भएर हो चाहिँ यस्तो राम्रो राम्रो लुगाहरू पनि छन् यो त नर्मल हो अलि माथि माथि पैसा कति धेरै हुन्छन् हामीलाई घुमाउने गाइड गर्ने चाहिँ उहाँ हो उहाँलाई सम्मानको साथ अगाडि बढाउन चाहन्छौँ होइन अगाडि बढ्न चाहन्छौँ हामी चाहिँ खाजामा लगाएको छौँ खाजामा परेको छ पराठा यो चाहिँ मेरो अनि यो चाहिँ उसको भाइ हो यसको चाहिँ फर्स्ट टाइम हो कस्तो छ मिठो छ सानो कस्तो छ तपाईँको अनि गाइज अब चिया पनि अर्डर गरेर चिया पनि आउँदैछ सो चाहिँ खाजा खाएर भेट्छु गाइज हामी चाहिँ यहाँ बसन्तपुर आएर पनि मस्त घुमेर भइसक्यौँ अनि न्यु इयर भएर होला कति धेरै मान्छेहरू पनि छन् कि यहाँनिर यति धेरै मान्छेहरू छ यति धेरै मान्छेहरू छन् अघि भिडियो बनाउन मैले सकेको थिइनँ अनि हामी चाहिँ अलिक भिडियोहरू बनायौँ फोटोहरू खिच्यौँ अब चाहिँ हामी घर फर्किन लागेको छौँ अनि आज चाहिँ टोपी दिवस पनि रहेछ टोपी दिवसको सबैजनालाई शुभकामना गाइज यहाँ देख्न सक्नुहुन्छ म गोठ कति ठुलो हो कि ल हेर्नु न टोपी दिवसको सबैजनालाई ह्याप्पी बर्थडे ह्याप्पी ढाका टोपी दिवस यतिजना यहाँनिर छन् अनि हामी चाहिँ चटपटी खाने भनेर बसेको खोइ चटपटी अब कहाँ पाउँछ थाहा छैन फाइनली गाइस हामीले चटपटी पसले भेटेर चटपटी पाइसक्यौँ कस्तो छ ठिक छ ठिक ठिकै छ है कस्तो छ नटी बदम हाले मिठो लाग्दैन कि अनि हजुर बसन्तपुर आउनु भएको छ तर बसन्तपुर चटपटी खान पाउनु भएको छैन र अन्त पसल खोज्दै हुनुहुन्छ भने चाहिँ उयो मन्दिरबाट उयोको देहा मन्दिरबाट यस्तो भित्र आएर यता हेर्छु भेट्न सक्नुहुन्छ हामीले पनि बल्ल बल्ल खोजेर चटपटी खान पाएको छु गाइज यिनीहरू चाहिँ मलाई छोड्न जान लाग्थ्यो बिचरा सिट नपाएर यहाँ बस्नु पऱ्यो ओ माइ गड दाइले सिट पाउनु भयो फाइनल्ली यो चाहिँ यहाँ बसिरहे कस्तो फिल भयो ल बधाई छ यिनीहरू चाहिँ पहिला घर छोडेर अनि यिनीहरू फर्किन्छन् यिनीहरू पाउने हुन् कि होइन टेम्पो होइन यता त होइन फुलमा पनि रातो रङ लगायो रातो फुल हुँदो रहेछ कालो रङ लगायो कालो फुल कहाँ जाने नयाँ बस्ती नेत्र पार्क हामी चाहिँ नेत्र पार्क मित्र पार्क नेत्र पार्क भन्छ ल गाइस अब हामीले छोडेर अब चाहिँ हामीले सो गाइस हामी चाहिँ फाइनल यसलाई छोडाइसकेको छौँ अनि हामी त्यहाँनिर झरिसकेको छौँ अबलाई चाहिँ रुमसम्म पुऱ्याइदिएर यस्तो चर्को आवाजले बोल्दा मान्छेले हेर्छन् सानो आवाजले बोल्यो कसैले बुझ्दैन आज चाहिँ उसलाई छोडेर हामी चाहिँ फेरि फर्किनुपर्छ आजको रात फर्किने र अनि गर्दा देख्ने भयो र त्यही हो अनि त्यसपछि अब यहाँ यस्तो गल्ली गल्ली छिर्नुपर्छ हामी चाहिँ कस्तो भयो त आजको दिन एकदम रमाइलो बाबा म कहिले नघुमेर ठाउँ मान्छे पनि याद थिँदैन ओ माइ गड इरिटेट भइसक्यो थियो भनेर एकछिन त रमाइलो लागिरहेको थियो एकछिन पछि त अब गाडी पनि यता गएर टुटुटुरु आउँछ मान्छे पनि टुटुटुरु आउँछ झ्याउलाएर यति चिसो भएको नि यस्तो यो हातहरू यिनीहरूले मलाई त्यहाँ छोडिदिएको भए म घर आउनु सक्दिनँ पोखराको बस चढ्थेँ जान्थेँ अगाडि आयो सुत्थेँ टाउको दुखाइ चाहिँ यस्तो कतिखेर मेरो फोनमा के दुखिरहेको थियो त्यो खुट्टा पनि पुरै दुखिरहेको मेरो त फोनमा चार्ज छैन भिडियोलाई इन्ड गर्नुपर्ने साथीहरू अनि त्यस पछाडि अब आजको ब्लग हजुरलाई के कस्तो लाग्यो मोटो कुकुर देखेको
यत्रो मोटो कुकुर रहेछ यहाँ चाहिँ आहा बलिरहेछ ओइ टोक्छ आज मैले के भनेको अरे त्यो 360 के खेल्दाखेरि हामी चाहिँ फाइनली यसलाई पुऱ्याउन आइसकेको छौँ अनि यो बस्ने रुम चाहिँ यही हो नजाउ ल अब बाई रातो कलर लगाएर रातो फुल कालो कलर लगायो कालो फुल अनि यिनीहरूले मलाई आज कालो अरे यिनीहरूले आज मलाई लगायो सेतो फुल भोलि लाग्छ नि कालो फुल अनि सक्यो ल राम्रोसँग बस्छ ला फर्स्टबाट लास्टसम्म हेर्नुभएको छ भने चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब के गर्नुहुन्छ सब गर्नु होला अब उसको घरमा चाहिँ शिक्षा लगाइसक्यो हामीलाई त फर्किनु पर्ने हुन्छ सो गाइस बाई गाइस मैले यहाँको भिडियो आजको भ्लग यहाँ इन्ड गरिदिइसकेँ अब भोलि फेरि भ्लग गर्छौँ हामी अनि ऊ भोलि पोखरा जान्छ अनि पोखरा जाँदाको भ्लग गर्छु सो हाम्रो भिडियो के कस्तो लाग्यो हेरेर कमेन्ट बक्समा हामीले फिडब्याक दिनु बिर्सिनु थ्याङ्क्स फर वाचिङ माई भिडियो किप लभिङ किप सपोर्टिङ बाई गाइस बाई मिस्टर खानाले बोल्नुहुन्न उहाँलाई गाह्रो